यो पिचको अवस्था छ यस्तो। यो मध्य पहाडी लोकमार्ग यो छेपटारबाट यता पालुङटार जोड्ने सडक खण्डको हो। यो पिच चाहिँ यो पिच हो कि के हो यो होइन, आधाभन्दा धेरै चाहिँ पिचहरू बाहिर निक्लिरहेको अवस्था छ। मोटरसाइकल चलाउन नै सकिँदैन सम्भवतः यो बाटोमा। यो पिच भन्ने कि के भन्ने होइन, आधा गिटीहरू चाहिँ हुन्छ। यो कस्तो क्वालिटीको पिच भयो कि भएन होइन। यो चाहिँ मोटरसाइकल चलाउन नै डर मर्दैछ यो बाटोमा चाहिँ। यो म करिब 2 महिना अगाडि आउँदाखेरि चाहिँ यहाँ पिचहरू भइरहेको थियो र त्यो बेलामा बनाउने उसलाई सोद्धाखेरि चाहिँ कर्मचारीहरूलाई सोद्धाखेरि चाहिँ यहाँ 1 लेभलको पिच भएको छ, अब 1 लेभलको बाँकी छ भन्थ्यो। आधाभन्दा गिटी चाहिँ बाटोमा साइडमा छ। यो पिच हजुरहरूले यसो भनिदिनु पऱ्यो कि यो पिच भयो कि कस्तो भयो होइन, यो के खाले पिच हो। एकचोटि जानकार व्यक्तिहरूले चाहिँ यसो यो भिडियो मार्फत चाहिँ कमेन्ट गरिदिनु होला होइन। यो मोटरसाइकल चलाउन पनि डर लाग्छ यो गिटीमा चिप्लिन्छ कि भनेर होइन। अवस्था यस्तो छ हाम्रो देशको विकासको अवस्था। यो बजेट त पर्छ तर कार्यान्वयन हुने बेलामा यो के खाले टोलीहरूले बनाउँछ पत्तै छैन। यस्तो तरिकाले विकास गरेर बजेट चाहिँ सोहा अथवा क्वालिटीको र मेटेरियलहरूको युज गरेन कि यहाँ होइन। पुरै लडिन्छ कि चिप्लेर लडिन्छ कि पुरै एम्बुस थाप्यो भन्दा पनि बेसी हालेछ। यो चाहिँ छेपेटार पालुङदेखि पालुङटार मध्य पहाडी लोकमार्ग अन्तर्गतको छेपेटारदेखि पालुङटार जोड्ने सडक खण्ड हो र यो चाहिँ मसान ठाँटीबाट माथि उक्लिने क्रममा चाहिँ भएको पिच हो। यो करिब 2 महिना जति पनि भएको छैन यो बनेको पिचहरू पुरै भत्किन सुरु गरिसकेको छ। यो क्वालिटीको सामानहरू युज नभएर हुनसक्छ अथवा बन्न बाँकी छ कि के हो। यो चलाउनै नसक्ने स्थितिको बाटोहरू बनिरहेको छ। यो अवस्था यस्तो छ। अब यति छ कि यो माथि तपाईँहरूले देख्नुभएको लेयर पुरै यहाँ त तान्यो भने एक गाडी निक्लिन्छ हौ। यो गिटीहरू यो सरसर्ती डरै लाग्दो यो स्लाइड गइरहेको छ अहिले पनि। यो बाटो हेर्दाखेरि चाहिँ पुरै स्लाइड भइरहेको छ। यो जोखिम छ यो बाटोमा हिँड्नलाई। यस्तो तरिकाले विकास गरेर के हुन्छ भरे देशको हालत। सरकारले खर्च गरेको बजेटमा चाहिँ कम्तीमा पनि राम्रो तरिकाले हाल्न पायो भने चाहिँ राम्रो हुन्थ्यो भनेको होइन। यो फुर्फु देख्न सक्नुहुन्छ।